नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण, टेरामेक्स, एनसेल, सुनकाण्ड, एउटा काण्डमा पनि संलग्न भएको एकजनाले पनि उन्मुक्ति नपाओस्। रुखको आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सदन र सडकमा सहकारी ठग भनेर चिनिए। कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौं। तर प्रमाणै प्रमाण बजारभरि छताछुल्ल भएको केसमा थाहा छैन मुलुकलाई निकास दिने कुरामा तपाईँ प्रतिबद्ध हुनुहुन्छ कि हुँदैन? प्रलय त जाने कुरै भएन। अहिलेसम्म यतिका मन्त्रीहरू छोड्नुभयो, प्रलय गएन। म पनि सधैँ शासनमा बस्छु, सरकारमा बस्छु भन्या छैन। म पनि एक दिन छोड्ने हो, प्रलय जान्न। तर बस्ने र छोड्ने कुराका के आधारभूत कुराहरू होला नि त, जो बारेमा मैले अघि निवेदन गरिसकेँ नि। मैले अड्डी कस्या पनि छैन, मैले हिजो मैले भनेको कुरालाई फेरेको पनि छैन। मन्त्रीले राजीनामा गर्दै जाने विधि र पद्धति नै स्थापित गर्ने हो त भने त्यसो त होइन होला नि। त्यसरी शासन व्यवस्था, राज्य व्यवस्था चल्छ? चल्दैन नि। त्यो पनि मेरो मन्त्रालय अन्तर्गतको निकायले अनुसन्धान गरिराख्या होइन। देशको सर्वाधिक विश्वासिलो संविधानद्वारा स्थापित आयोगले अनुसन्धान अध्ययन गरिराखेको विषय हो। अब यो कुरालाई मैले पहिले पनि निवेदन गरिसकेका हुँ, फेरि निवेदन। मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, म राजनीतिबाट राजीनामा दिन्छु। म यो आग्रह गर्न चाहन्छु। अब यो बारेमा म विस्तृत कुरा 13 गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेका छु। अरू विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्छु। विगतका उदाहरणहरू दिँदै गर्दाखेरि विभागीय मन्त्रीमाथि यदि कुनै प्रश्न उठ्छ भने उनले राजीनामा दिनुपर्छ, निष्पक्ष छानबिन हुनुपर्छ र दोषी व्यक्ति कारबाही गर्नुपर्छ भन्दै गर्दाखेरि आज तपाईले यदि निष्पक्ष रूपमा छानबिन हुन्छ भने म माग प्रशस्त गरिदिन्छु भन्दा अझ राम्रो हुन्थ्यो होला। तर तपाईले यो अड्डी कसेर बस्दै गर्दाखेरि तपाईको पार्टी भित्रै पनि माग प्रशस्त गर्नुपर्छ, अनुसन्धान हुनुपर्छ भनेर जसरी चौतर्फी आवाज उठिरहेको छ, यो नैतिकताको दृष्टिकोण तपाईको किन फेरियो र तपाईले राजीनामा दिँदाखेरि चाहिँ यो देशमा प्रलय नै जाने हो? माग प्रशस्त गरेर अनुसन्धान हुँदा के हुन्छ? प्रलय त जाने कुरै भएन। अहिलेसम्म यतिका मन्त्रीहरू छोड्नुभयो, प्रलय गएन। म पनि सधैँ शासनमा बस्छु, सरकारमा बस्छु भन्या छैन। म पनि एक दिन छोड्ने हो, प्रलय जान्न। तर बस्ने र छोड्ने कुराका के आधारभूत कुराहरू होला नि त, जो बारेमा मैले अघि निवेदन गरिसकेँ नि। मैले अड्डी कस्या पनि छैन, मैले हिजो मैले भनेको कुरालाई फेरेको पनि छैन। त्यो परिवेश र यो परिवेशका बीचमा आधारभूत अन्तर छ र आज म निवेदन गरिराखेका छु। एकजना कर्मचारीका माथि अनुसन्धान गर्ने क्रममा मन्त्रीले राजीनामा गर्दै जाने विधि र पद्धति नै स्थापित गर्ने हो त भने त्यसो त होइन होला नि। त्यसरी शासन व्यवस्था, राज्य व्यवस्था चल्छ? चल्दैन नि। त्यो पनि मेरो मन्त्रालय अन्तर्गतको निकायले अनुसन्धान गरिराख्या होइन। देशको सर्वाधिक विश्वासिलो संविधानद्वारा स्थापित आयोगले अनुसन्धान अध्ययन गरिराखेको विषय हो। अब यो कुरालाई मैले पहिले पनि निवेदन गरिसकेका हुँ, फेरि निवेदन गरेँ। धन्यवाद। जय नेपाल। नारायण देउपाने राजसभाबाट हो। जस्तो यहाँ चाहिँ पत्रकारिताको पृष्ठभूमि, पत्रकारिताको पृष्ठभूमि पनि छ, कानुनको पृष्ठभूमि पनि छ, गृह मन्त्रालयले नेतृत्व गर्नुभएको छ, प्रमुख सचेतक भएर काम पनि गरिसक्नुभयो। यो पृष्ठभूमिमा तपाईँ अहिले मलाई अन्याय प्रहरी भनेर भनिरहनु भएको छ।
संविधान बनाउन चाहिँ यहाँको महत्त्वपूर्ण योगदान छ। अहिले गृहमन्त्री नै अन्यायमा पर्ने कस्तो संविधान बनाएछ भनेर चाहिँ सोधे भने र अरू जनताले चाहिँ गृहमन्त्रीले नै अन्याय भएर बोल्न नपाएर सदनमा बाहिर पत्रकार सम्मेलन गर्नु पर्यो भने अरू सर्वसाधारण के हालत होला मान्यज्यू भनेर मैले सोधेँ भने यहाँको उत्तर यहाँले भन्नुभएकै कुरा मेरो पनि हो। अब यो पत्रकारिताको पृष्ठभूमि छ भन्नुभयो, त्यो सत्य हो। मैले हजुरहरूको जस्तो अत्यन्त उत्कृष्ट राम्रो उच्च स्तरको व्यावसायिक पत्रकारिता गर्ने अवसर पाएन। सानोतिनो पत्रकारिता 2-4 वर्ष मैले पनि गरेँ। वकालतको पृष्ठभूमि छ भन्नुभयो, त्यो पनि भेट्न गएर भन्नुहुन्छ म तपाईँको पक्षमा छु, तिनीहरूले गलत गरे म तिनीहरूलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिङ्गो पार्टीका सांसद बोकेर अदालतले पक्राउ पूर्जी जारी गरेको अभियुक्तलाई गएर भन्नुहुन्छ तपाईँ सही हुनुहुन्छ, तपाईँलाई अन्याय हुन दिनु भन्नुहुन्छ। सुशासनको अपेक्षा गर्ने सभामुख महोदय, इतिहासमा प्रश्नहरू छन्, भविष्य मेरो चिन्ताको विषय होइन, तर वर्तमानमा सुशासनका मुद्दामा गर्न खोजिएका काममा